हामी सरकारी अड्डाहरूमा जाँदा हाम्रा काम गतिविधिहरू अलि सिस्टमेटिक ढङ्गबाट नभएको, खास गरी अझै बढी जनताको चाप हुने ठाउँ, खास गरी मालपोत अनि यातायात, भन्सार कार्यालय, नागरिकता फाँट, प्रशासन, यी फाँटहरूतिर अलि बढी त्यस्तो चाहिँ तपाईँले भने जस्तो चाहिँ देखिन्छ। हुन पनि स्वाभाविकै ती ठाउँहरूमा आम रूपमा सबै मान्छेहरूको काम पर्ने ठाउँ पनि भयो। भौगोलिक हिसाबले जस्तै यातायात त पालिकामा अहिलेको सङ्घीयता अनुरूप पालिकामा गइसकेको त छैन। त्यो त समग्र जिल्लाहरूको फलानु जिल्लाहरूको यहाँ भन्ने हुन्छ। त उनीहरूले धेरैको एउटा चाप पनि त्यहाँ स्वाभाविकै हुने कुरा रह्यो। तर त्यसलाई अलिकति सिस्टमेटिक र अहिलेको डिजिटलाइज कुरालाई चाहिँ अँगालेर चाहिँ जानुपर्छ। हो, हामी भनिरहेका छौँ, हामीले विश्व बजार एउटा आँगन हो भनेर चाहिँ भनिरहेका छौँ। हाम्रा नेताहरूले त्यस किसिमका योजना सोचहरू पनि भन्नुहुन्छ। तर हाम्रा कतिपय काम गतिविधिहरू डिजिटलाइज नभएर अनि कामहरू कुर्न पर्ने, सोर्स लाउन पर्ने, त्यसपछि केही चाहिँ अब टेबल मुनिबाट केही चाहिँ धन्नाहरू गर्न पर्ने किसिमका प्रकृतिका कामहरू चाहिँ भएका छन्। यसलाई पूर्ण रूपमा नीतिगत हिसाबले नै यसलाई रोक्नुपर्छ। र अर्को कर्मचारीको पनि मैले यसमा पूर्ण रूपमा सबै कर्मचारी बेठिक छन् भन्दैन, तर केही कर्मचारीहरूले पनि यी कुरालाई अलि बढी ख्याल गरेर जो नीति गराउने ठाउँमा खास गरी अब मन्त्रालयका मुख्य सचिवहरू, मेन सचिवहरू मन्त्रालयका, उहाँहरूले यसलाई अझै नीतिगत हिसाबले ढालेर अझै व्यवस्थापन गरेर लानुपर्ने परिस्थिति चाहिँ छ। तर अब यसलाई अब आजकै भोलि कतिपय कुराहरू भनेकै दिन सुधार त हुँदैन। तर हामी के छ भन्दा अथवा अहिलेको जेनेरेसन के छ भन्दा हामीले आजकै भोलि त्यसको चाहिँ एक्सन खोज्छौँ, त्यसको आउटपुट खोज्छौँ। हो, आउटपुट नआउँदाखेरि मान्छे इरिटेट भएको छ, रिसाएको छ, मुड अफ भएको छ र अरू विभिन्न प्रतिक्रियाहरू, नकारात्मक टिक्का टिप्पणीहरू बढी आउन चाहिँ थालेको छ। हिजोबाट आज डिजिटलाइज नभएको पनि भएको पनि छ। हिजोको भन्दा आज नसुधारिएको होइन, सुधार भएको पनि छ। सकारात्मक तर्फबाट, सकारात्मक ढङ्गबाट हामीले हेऱ्यौँ खोज्यौँ भने पनि अब धेरै कुराहरू छन्। मैले आज बिहान मात्रै नोबेल बेङ्गको सिओ मनोज ग्यावालीको उहाँको एउटा चाहिँ बुदागत हिसाबले हिजोभन्दा आज के सुधार भएका छन् तथ्यपरक कुराहरू चाहिँ मैले हेरेको थिएँ। पञ्चायतकालदेखि आएछ। हो, त्यो डेटाहरू मैले चाहिँ हेरेको थिएँ, अध्ययन गरेको थिएँ। सुधारै हुँदै नभएको चाहिँ होइन। अहिले सङ्घीयता के हो त भन्नुलाई भने अहिले तपाईँले एउटा प्रसङ्ग जोड्नुभयो। बुढाबुढी बिच अब ऊ चाहिँ अब सम्बन्ध विच्छेद हुने प्रक्रियामा अगाडि बढेको छ। तर त्यो अदालतमा गइसकेपछि त्यो 1-8 वर्ष 2-4 वर्ष नटुङ्गिने त्यस्तो किसिमको चाहिँ परिस्थिति चाहिँ कतिपय अवस्थामा भएको हो। त्यसलाई कम गर्नको लागि सङ्घीयतालाई कार्यान्वयन गर्दै अहिले स्थानीय तहमा न्यायिक समिति भनेर आएको छ। कतिपय कुराहरू सहमति अन्डरस्ट्यान्डिङबाट जाने कुराहरू न्यायिक समितिका ओइबाट अदालत गइयो भने पनि छिटो टुङ्गिन्छ। यो कतिपय अवस्थामा के छ भन्दा आम रूपमा आमा बुवा दाजुभाइ दिदीबहिनीले नबुझेको कुरा पनि हुनसक्छ। हामीले एउटा अन्डरस्ट्यान्डिङ गरेर के अरे यो पालिकामा अथवा न्यायिक समितिमा गरेर गइयो र त्यसलाई चाहिँ यो ओइबाट गइयो भने एउटा अदालतमा चाहिँ छिटो आजकै भोलि पनि ती कुराहरू टुङ्गिने प्रावधानहरू पनि छन्। त उनीहरूले कतिपय अहिलेका यो भइरहेका अथवा हाम्रो अहिले चाहिँ सञ्चालित भएका नियम कानुनहरूलाई पनि हामीले नबुझेर, किनकि हामी चाहिँ त हिजो अब राजतन्त्र, पञ्चायत लगायतका चाहिँ कुराहरू मानसपटलमा चाहिँ बेहोरेर आएको, अहिले ती सबै चाहिँ कुराहरू हटेर अहिले गणतन्त्र आएको छ, लोकतन्त्र आएको छ, सङ्घीयता आएको छ। अहिले यो मानसपटलमा हिँड्न हामीलाई चाहिँ अलिकति समय लाग्यो र हिजोकै बरु ठिक थियो भन्ने खाले किसिमको हाम्रो मानस, किनकि हामीले त हिजो त्यही किसिमको विधि सिस्टममा हिँडेका थियौँ। तर आज अलिकति विधि सिस्टम फरक हुँदाखेरि हामीलाई चाहिँ त्यो चाहिँ अलि मन नपरेको हिजो हुनसक्छ जस्तो मलाई लाग्छ। हिजोको भन्दा त आज धेरै सुधारेको छ। मलाई के थाहा छ भने 20 रुपियाँको बिजुलीको बिल आउँथ्यो मिटरमा, त्यो तिर्नलाई 200 रुपियाँ खर्च गरेर हामी भइरहेको पुग्थ्यौँ दिनभरि छुट्याएर। आजभोलि त हामी मोबाइलबाट तिर्न सक्छौँ। चेन्ज धेरै भएको छ। तर पनि के हो भने प्रशासन, नेपालको प्रशासन क्षेत्र कस्तो छ भने बिचौलियाको हाबी, बिचौलिया बिना कामै नहुने। यो सिस्टमलाई हाम्रा नेताहरूले नजरअन्दाज गरेका हुन् कि तिनै कर्मचारीहरूले नेताहरूलाई चाहिने कमिसन खुवाउने हुनाले उनीहरूले छुट दिएका हुन् कि यतातिर एकदम भने जस्तो ध्यान दिन चाहिँ अलि सकेको जस्तो देखिन्न। अनि यसमा के हो भन्नु भने जे सुधारात्मक काम भएको छन्, जुन कुरा संस्थागत ढङ्गबाट हुनुपर्ने त्यो भएको छैन। मैले तपाईँलाई एउटा उदाहरण दिन्छु, भन्छु फेरि। मैले यो भनिरहँदा अहिलेको समय सापेक्ष अनुसार मलाई यो भिडियो हेर्ने साथीहरूले नराम्रो ढङ्गबाट एनालाइज गर्नु होला, गाली गर्नु होला। मैले थोरै मैले बुझेर सबै कुरा ठिक छन् मैले फेरि भन्दिनँ। जस्तै लोड सेडिङको अन्त्य भएको छ।
लोड सेडिङको अन्त्य तत्कालीन सिओ ऊर्जा अब प्रमुख सिओ कुलमान घिसिङले सम्माननीय प्रधानमन्त्री केपी ओलीले गराएको योजना अनुसार यो यसरी काम गरेर लोड सेडिङको चाहिँ अन्त्य हुनतिर हामी गएका हौँ, यो तरिकाले काम गर्दा हामी गएका हौँ भनेर उहाँकै मुखारबिन्दबाट एकपल्ट होइन 2-3वटा इन्टरभ्यूमा उहाँले भनिरहनु भएको छ। तर आम रूपमा के देखिन्छ, के भन्छ भन्दा यो चाहिँ कुलमान घिसिङले अन्त्य गरायो हो। उहाँ एउटा राम्रो प्रशासक हो, नेपालको लागि उहाँ त्यो क्षेत्रतिरको अपरिहार्य व्यक्ति हो, राम्रो व्यक्ति हो, त्यसलाई नकार्न सकिन्न। तर के छ भन्दा जुन राम्रो काम हुन्छ त्यो संस्थागत हुँदैन, त्यो व्यक्तिले लिन्छ। मैले अझै एउटा दृष्टान्त भन्छु। यो माओवादी र एमालेको एकीकरण भएर बनेको नेकपाको सरकार हुँदाको सन्दर्भको कुरा, तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल हुनुहुन्थ्यो। जुन बेलामा मध्य प्रदेशमा एउटा यो भौँरी सहितको हावाहुरी आएर केही घरहरू उडाएको थियो, लगेको थियो। जुन घर सरकारले गराएर 1 महिनामा सम्बन्धित व्यक्तिहरूलाई घर गराएर चाहिँ दिएको थियो। र त्यो मिडियामा के आयो भन्दा नेपाल आर्मीले घरहरू गराएर 1 महिनामा चाहिँ कसलाई दियो भन्दा जनतालाई घर गराएर दियो। यो त्यही त्यो जुन काम गरेको छ त्यो काम कसले गर्यो भन्दा नेपाल आर्मीले गर्यो हो। आर्मी त स्वाभाविकै हो, ऊ चाहिँ त अब फिल्डमा खट्टे गरेकै हो, त्यसमा नकार्न सकिन्न। तर यो कसले गर्यो भन्दा राज्य जोडिन्न। त्यहाँ कहाँ जोडिन्छ भन्दा आर्मी जोडिन्छ भनेको संस्थागत भएन। फेरि त्यही एउटा सिपाहीले, मानौँ कुनै एउटा सिपाहीले एउटा तिरपाल रह्यो, यो तिरपाल चाहिँ फाल्न भन्दा त लिएर जान्छु भनेर लिएर गयो, कुनै मिडियाले देख्यो अथवा कसैले देख्यो, अहिले हातमा मिडिया छ, देख्यो र त्यो हाल्यो भने फेरि त्यो भ्रष्टाचार कसले गरेको भन्दा ईश्वर पोखरेलले गरेको हुन्छ, केपी ओलीले गरेको हुन्छ, अथवा तत्कालीन नेकपा सरकारले भ्रष्टाचार गरेको हुन्छ। हो यसरी पनि तपाईँको यो कतिपय काम क्रियाकलापहरू संस्थागत नभएको हुनाले पनि, अनि तपाईँले भन्दै अरू विभिन्न तन्त्रहरू हाबी भएको हुनाले पनि अब यी विभिन्न घटना अथवा चाहिँ मान्छेहरू चाहिँ इरिटेट हुने क्यार्ने भएका रहेका छन्। यी सबै कुरालाई के छ भन्दा समय सापेक्ष अनुसार हामी सबै चल्नुपर्छ, नेताहरू लगायत सबै चल्नुपर्छ। हामी समय सापेक्ष अनुसार चल्न सकेन भने हामी तत्त ठाउँबाट को समय सापेक्ष अनुसार चल्न सक्दैनौँ, हामी बिदा हुनुपर्छ र सल्लाह सुझाव दिने ठाउँमा चाहिँ बस्नुपर्छ। होइन भने हामी समय सापेक्ष अनुसार चल्नुपर्छ र आम रूपमा हामी जनताहरूले पनि, हामी काम गर्ने तलका एउटा चाहिँ कार्यकर्ताको हिसाबबाट अथवा आम जनता पनि त हो नि, हामी जनताको लेभलबाट हेर्दा अब यी कुराहरूलाई पनि हामीले एनालाइज चाहिँ गर्नुपर्छ। आँखाले देखेका कुराहरू मात्रै सबै सत्य हुँदैनन्। त्यो हुनाले पर्दा पछाडि के भइरहेको छ, यो किन भइरहेको छ भनेर एनालाइज गर्ने अथवा त्यसको अध्ययन गर्ने, त्यसको खोजतलास गर्ने बानीको विकास पनि हामी सबैमा हुनुपर्छ। त्यो भयो भने नि फेरि हामी सबैको उद्देश्य, पुराना दल भनौँ अथवा नयाँ दल भनौँ, सबैको उद्देश्य त राष्ट्र निर्माण हो, जनताको लागि सुखी जनता निर्माण गर्ने हो। यहाँका चाहिँ के अरे व्यवसायीहरू, यहाँका उद्योगीहरू, पेसाकर्मीहरू, कृषकहरू सबैलाई चाहिँ को हकितको लागि काम गर्ने उद्देश्य, एजेन्डा त सबैको राम्रा छन्। हुनाले हामी सबै यसरी एकाग्र भएर सकारात्मक ढङ्गबाट लागौँ। बिग्रिसकेका चाहिँ छैन भन्छु मैले हाम्रो देश नेपाल। सुधार हुँदै नआएको पनि होइन, सुधार धेरै भएको छ। तर जनतालाई आजको भोलि रिजल्ट चाहिएको छ। हिजो त्यही मुक्तिनाथ जानको लागि हामी 4 दिन चाहिँ नि कुरेर जानु पर्थ्यो, 4 दिन लगाएर जानु पर्थ्यो, 4 ठाउँमा गाडी फेरेर जानु पर्थ्यो। अब बिहान हिँडेको मान्छे एकचोटि मुक्तिनाथ पुगेर आउँछ। कालीगण्डकी कोरिडोरदेखि मध्यपाडे ठुल्ठुला लोकमार्ग, राजमार्गहरू बनेका छन्। विकास नभएको होइन, विकास भएको छ। जनताले पनि केही पनि भएन भनेर अरूले भने अनुसार एकदम लौ केही भएन, बर्बादै पारे, देशै बर्बाद पारे भनेर बुझ्दिनु भएन। जनताले, नागरिकले पनि सही विश्लेषण गरिदिनु पर्यो। नेताहरूले पनि हामीले उधमै विकास गरेछौँ भनेर चुप लाएर बस्न भएन। अब कसरी अगाडि बढ्ने, अब सुधार गर्नुपर्ने कुराहरू के हुन्, त्यतातिर चाहिँ नि ध्यान दिएर त्यसलाई पनि सुधार गर्दै लैजानु पर्यो। त्यस्तै सरकारी हस्पिटलमा जानुभयो भने त्यो बिरामीको चाप धेरै नै देखिन्छ। एउटै बेडमा 3 जना 4 जना चाहिँ नि बिरामी राखेर उपचार गरेको देखिन्छ। हुन त प्राइभेट हस्पिटल खाली हुँदैछन्, सरकारी हस्पिटल भरिँदैछन्। त्यो भनेको केही सुविधा बढेर पक्कै पनि हो, चाहे स्वास्थ्य बिमाले होस् अथवा डक्टरहरू हस्पिटलको चाहिँ नि सेवा सुविधा बढेर होस्। तर पनि जस्तो चाहिँ नि चाहिनु पर्ने थियो शिक्षामा, स्वास्थ्यमा भएको देखिँदैन। खास गरी मैले अघि नै भनिसकेँ, यो अहिलेको प्रवृत्तिले हामीले हाम्रा कुनै न कुनै घरका मान्छेहरू आउट अफ कन्ट्री छ,
उसले विभिन्न देश अस्ट्रेलिया अमेरिका क्यानाडा युरोप विभिन्न कन्ट्रीहरू हेरेको छ र उसलाई नेपालसँग तुलना गर्छ। नेपालसँग तुलना गर्दाखेरि जुन हिसाबले काम हुनुपर्ने त्यो काम नहुँदाखेरि ऊ एउटा एक महिनामा इरिटेट भएको छ। तर हामी नेपालमै छौँ, नेपालको सिस्टम अनुसार हो सुधार गर्नुपर्ने कुरा छ, तर नेपालकै सिस्टम अनुसार हामीले हेर्न पर्यो। अब एउटा कुरा। दोस्रो कुरा फेरि भाष्य अहिले तपाईँले भन्न जोड्न खोज्नु भएको थियो, भएका कुराहरूलाई हामीले कमजोर त्यो नजरअन्दाज गरेर हेर्ने। जस्तै हामीले सुन्ने गर्छौँ यहाँ जस्तै सिद्ध बाबा सुरुङ मार्ग जुन चाहिँ बनेको छ। अब यहाँ हाम्रो अर्थमन्त्री तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको अगुवाईमा जुन चाहिँ अब बनेको छ, तर मान्छेले कसरी विश्लेषण गर्छन्, एक बित्ताको त्यो सुरुङ मार्ग किन चाहिएको थियो र? मान्छेले जहाँ काम भएको छ त्यहाँ चाहिँ नाक खुम्च्याएर कमजोर तरिकाले एनालाइज गरिदिन्छ। चुच्चे नक्सा किन निकाल्न परेको थियो र? के भएको थियो त्यो चुच्चे नक्सा छापेर के भयो र? मान्छेले कुन तरिकाले चाहिँ एनालाइज गरिदिएको हुन्छ जे काम भएको छ। अब जस्तै झापाको कुरा गरौँ, त्यो दमकको भेउटार किन चाहिएको थियो र? मैले तपाईँलाई एउटा दृष्टान्त जोड्छु। यस्तो खाले प्रसङ्ग उठेको छ। मेरो दाइ भाइहरू पनि अब दुबई छन्, दुबईबाट यस्तै प्रसङ्ग चल्दा त्यो केपी ओलीले भेउटावर चाहिँ नगरावा हुन्थ्यो भनेर मेरा दाइ भाइले भने र ठिक छ, नगरावा हुन्थ्यो, गराएको कारणले विदेशतिर पनि केपी ओलीलाई अब यस्तो यस्तो कामले गर्दा अलि रुचा आएनन् भन्ने खाले प्रसङ्गहरू जोड्दै थिए र ठिक छ। अब केपी ओलीले जुन विकास गर्नुभयो त्यो रुचा आएनन्, तर त्यही दुबईमा भएको भेउ टावर तिमीहरू चढायो कि चढाएनौ, त्यहाँको टावर तिमीहरू चढायो चढाएनौ भने मैले मेरो दाइ भाइलाई प्रश्न गरेँ। पक्कै उहाँहरूले भन्नुभयो लगभग नेपाली 10-12 हजार खर्च गरेर हामी 3-4 पटक चढिसकेको, एकचोटि चढ्दा 10-12 हजार खर्च हुन्छ। अब त्यो दुबईमा त्यो टावर चढेर 10-12 हजार खर्च गरेर चढ्न हेर्न हुने अरे। यहाँ केपी ओलीले अलिक पछाडिका पुछलासम्म देखेर विकास निर्माण गर्दाखेरि त्यो चाहिँ अन्धधुन्ध गऱ्यो भनेर नाक खुम्चाने हो। त्यसमा के हो त भन्नुलाई भने अब अहिलेसम्म त्यो टावरले पूर्णता पाउनु पर्थ्यो, त्यहाँ कामहरू अरू अन्य त्यहाँ बिजनेसको पोलिसी छ नि हो, ती कामहरू अगाडि बढ्नु पर्थ्यो। त्यसलाई अझै रचनात्मक ढङ्गबाट त्यसलाई छिटो त्यसलाई कार्यान्वयन गर्नतिर लानु पर्थ्यो। त्यो एउटा बाटो भयो, तर त्यो विकास निर्माण हो नि त। हो त्यो उनीहरूले भएको विकास निर्माणलाई मान्छेले नाक खुम्च्याएर भनिदिने, अनि त्यसपछि केही भएन भन्ने। भ्यू टावरको गुरु याना त कस्तो भने त्यही भ्यू टावरको थोरै तलपट्टि औद्योगिक क्षेत्र बनाउने गुरु योजना हो। त्यो प्लानिङ हो र त्यो औद्योगिक क्षेत्रमा आउने उद्योगहरूको सम्पूर्ण अफिस त्यो भ्यू टावरमा ल्याएर राख्ने हो। त्यो गरिसकेपछि भ्यू टावरको मासिक आम्दानी पनि करोडौँ हुने हो। तर जनताले त्यसलाई चाहिँ नि बुझ्न नसकेको कि हाम्रो नेताहरूले बुझाउन नसकेको अचम्म लाग्छ। जस्तो कस्तो भने मलाई लाग्ने यी नेताहरूले स्वास्थ्यतिर सरकारी हस्पिटलतिर बोर्ड अफ डाइरेक्टर चाहिँ नि नियुक्त गर्न पर्यो, अथवा सरकारी विद्यालयतिर व्यवस्थापन समिति नियुक्ति गर्न पर्यो भने आफ्नो पार्टी भनेर चाहिँ नि मरिहत्या गरेर त्यसमा कसको पार्टीको भनेर मान्छे लैजानलाई होडबाजी चल्ने। तर त्यो आफ्नो पार्टीको मान्छे नियुक्ति गरिसकेपछि त्यसले त्यो सुधारका कति कार्यक्रमहरू गर्यो भनेर रिपोर्ट कार्ड नहेर्ने। त्यो त व्यवस्थापन समितिमा गइसकेपछि त त्यसले कतिको काम गरेछ भनेर हेर्नु पनि त एउटा चाहिँ नि दायित्व हुन्छ। सामुदायिक अथवा सरकारी अस्पतालमा चाहिँ बढी चाप छ, प्राइभेटमा चाहिँ कम चाप छ भन्नुको पछाडि सुधार भएको छ है भन्नु पनि हो। भइरहेको सुधार हामीलाई पर्याप्त छैन, भइरहेको सुविधा हामीलाई पर्याप्त छैन। हामी अझै पनि राम्रा उपचारको लागि आउट अफ कन्ट्री जानुपर्ने परिस्थितिहरू हाम्रै नेताहरू जाने गरेको छ होइन। त्यो हुनाले यो कुरालाई अझै सुधारात्मक ढङ्गबाट तलका जनताले सजिलै जुनसुकै उपचार किन नलाओस्, त्यो उपचार लाग्दा काम के अरे सरकारले यो स्वास्थ्यको निराकरण गर्न सक्छ है, मलाई लाग्ने सबै कुराहरू गर्न सक्छ भन्ने किसिमको एउटा त्यो किसिमको चाहिँ अब यो पूर्णता चाहिँ अब राज्यले चाहिँ गर्नुपर्ने छ हो। यो सबै फेरि आज कि भोलि, किनकि हामी राज्यसँग त्यो किसिमको अब फन्ड पनि छैन होला, फन्ड नभएर पनि होला, कर्मश त्यतातिर लानुपर्छ, लैरहेको छ भन्ने मेरो बुझाइ छ। फेरि पनि सुधार गर्नुपर्ने कुराहरू अधिकांश चाहिँ हामीले बुटवलमा चाहिँ हेर्छौँ 1300 शैय्याको चाहिँ ठुलो अस्पताल बन्दैछ, जसले चाहिँ यो नारायणी पश्चिमका सबै जनताहरूलाई यसले एउटा राम्रो चाहिँ टेवा दिनेछ र अझै यो छिमेकमा रहेका भारतका बिरामीहरूलाई समेत यसले राम्रो चाहिँ एउटा अब उपचार दिनेछ, सेवा दिनेछ भन्ने मैले बुझेको छु। अब हामी नेपाल छौँ, हाम्रो धेरै पर नजाउँ, हाम्रो चाइना र भारत छिमेकी ठुला राष्ट्रहरू छन्। त्यहाँको शिक्षा र हाम्रो शिक्षाका सन्दर्भका कुराहरू र हामी नेपालमा थोरै पछाडि पर्नु, यो मेरो व्यक्तिगत एनालाइज।
भारतमा पनि 10-15 पुस्ताले पढिसकेका छन् भनेको पढ्दै नपढेका पुस्ता नि होलान् तर नेतृत्व गर्ने ठाउँमा 10-15 पुस्ताहरू पुगिसकेका छन्। चाइनाकै कुरा गर्ने हो भने पनि अब 25-30 पुस्ताले पढिसकेका छन्, त्यो लेभलमा पुगिसकेका छन् हैन। भने हाम्रो नेपालको परिस्थिति हेर्ने हो भने अत्यन्तै शिक्षित घर छ भने पनि उसले 3 पुस्ताले मात्रै उसो पढेको होला, त्योभन्दा धेरै पुस्ताले पढ्न भ्याएको छैन। र अझै हाम्रो राज्यले के गर्दैछ भन्दा अनिवार्य रूपमा विद्यार्थीलाई बच्चालाई स्कुल विद्यालय पठाउँ भन्ने अभियान राज्यले चलाएको छ। विद्यालय गइसकेपछि गुणस्तर शिक्षा पाएको छ कि छैन, भएको छ कि छैन भने एनालाइज गर्ने, त्यसको मापन गर्ने कुरा त कहाँ हो। तुनाले हामी यो कन्ट्रीमा छौँ र हामीले के छ भन्दा अहिले ग्लोबलाइजेसनको कुरा 35-40 पुस्ता पढिसकेको अमेरिकासँग, अनि 15-20 पुस्ता पढिसकेको भारतसँग, अनि 25-30 पुस्ता पढिसकेको चाइनासँग हामी 3 पुस्ता हाम्रो नेपालको सन्दर्भमा शिक्षित परिवार रहेछन्, 3 पुस्ता नि पढेको छैन। हामीहरूकै कुरा गर्ने हो भने अब मेरो अब भन्दा तलका मेरा बच्चाहरू भर पढ्दैछन्, तिनीहरूलाई चाहिँ अब पढेर चाहिँ उ नहुँदासम्म अब पढेको भन्न मिलेन। मेरो घरमा भन्दा हामी 1 पुस्ताले अलिअलि पढियो भनेको यो किसिमको अवस्था छ। र हामीले के खोज्छौँ भन्दा अहिलेको यो अहिलेको प्रवृत्तिले गर्दा ती कन्ट्रीहरूसँग नि कम्पिटिसन गर्न परेछ। त्यसपछि हाम्रो स्तर कहाँ छ भन्दा यहाँ तल छ। हो यो कुराले पनि मार गरेको छ। हामीलाई अहिलेका जेनेरेसन, म आफू पनि अन्डर 40 भएको हुनाले म यही जेनेरेसनभित्रकै हो। उनीहरूले हामीले के गरौँ भन्दा इतिहासलाई पनि अलिकति कोट्याएर हेरौँ। हो म 46 सालको आन्दोलन मैले जान्दिनँ, 2007 सालको आन्दोलन मैले जान्दिनँ, 15 सालमा चाहिँ के भयो, 17 सालमा चाहिँ राजा महेन्द्रले कु गर्यो भने त्यो जान्दिनँ, तर मैले अलिअलि इतिहास हेर्ने, पल्टाउने, कोट्याउने गरेको छु र मैले केही बुझेछु। केही चाहिँ अब अलिअलि अध्ययन गरेर केही चाहिँ अब त्यो विषयवस्तुहरू ग्रहण गरेको होला। हो अहिलेका जेनेरेसन भाइ बहिनीहरूले पनि ती हिजोका पुराना हाम्रो परिस्थिति के थियो, आजको परिस्थिति के छ भनेर यी कुराहरूलाई पनि एनालाइज गरौँ। र हामीले हो विदेशसँग अहिलेको ग्लोबलाइजेसनसँग कम्पिटिसन गर्नुपर्ने चाहिँ छ, त्यसतर्फ राज्य चाहिँ जानुपर्छ, पोलिसीहरू निर्माण गर्नुपर्छ, युथहरूलाई अब भेला गर्नुपर्छ, युथहरूलाई चाहिँ रोजगार दिनुपर्छ र अलि बढी हामीसँग राम्रो चाहिँ युथहरू छ, ऊ नलेजको हिसाबले एकाडेमिक हिसाबले राम्रो छ भने उसले मजाले यहीँ बसेर 4-5 लाख रुपियाँ आम्दानी गर्न सक्ने किसिमको त्यस्ता योजनाहरू नेपालमा भित्राउनुपर्छ। त्यस्ता किसिमका चाहिँ अब खास गरी सफ्टवेयरहरू, इन्जिनियरका पार्टहरूबाट हुने कामहरू, ती कुराहरूलाई हामीले यहाँ नेपालमा भित्राउनुपर्छ र हामी सबै फेरि पनि अब देश कमजोरी भएको ठाउँलाई सुधार गरेर अगाडि बढ्नुपर्छ, सकारात्मक ढङ्गले लाग्नुपर्छ। मानव कुनै मान्छे हस्पिटल जानु पर्यो, एक्सिडेन्ट भएर जानु पर्यो, पहिले पैसा अनि उपचार, तर पहिले उपचार अनि पैसा हुनुपर्ने हो हैन। अनि यो निजी र चाहिँ नि सरकारीको यो विद्यालयको गुणस्तरको कुरा गर्दाखेरि पनि मलाई लागेको है, निजीमा पढाउने पाठ्यक्रम र सरकारीमा पढाउने पाठ्यक्रम एउटै बनाइदियो भने अनि बल्ल कुनको चाहिँ गुणस्तर राम्रो छ भन्ने छुट्टिन्थ्यो र सामाजिक शिक्षा र नैतिक शिक्षालाई पनि तल्लो क्लासबाटै लागू गरिदिने हो भने आजभोलिको यो युवाहरूमा नैतिक शिक्षाको एकदम अभाव देखिन्छ कि आदर सत्कार भन्ने नै देखिँदैन। र अर्को के हो भने अघि नै भन्ने हो, हाम्रो नेताहरूले आफ्नो स्थानीय जनप्रतिनिधिहरू अथवा तल्लो तह जिल्लामा भएका नेताहरूलाई हरेक महिना अनुगमनका लागि सरकारी स्कुल, सरकारी हस्पिटल, सरकारी कार्यालयहरू आफ्नो क्षेत्रमा आफ्नो भूगोलमा पर्ने त्यो कार्यालयहरूमा पठाइदिने हो भने मात्र सरकारी कर्मचारीहरू अथवा नेता आफ्नो चाहिँ नि मन्त्रीहरू त्यो ठाउँमा गएर अनुगमनमा गएर महिनाको एकचोटि हेरिदिने हो भने मात्र त्यहाँका कर्मचारीहरूमा डर उत्पन्न हुन्थ्यो र उनीहरूलाई राम्रोसँग सेवा सुविधा दिन्थे जस्तो लाग्छ। अनि सरकारी सेवा सुविधा लिने मान्छेहरूले सन्तान सरकारी स्कुलमा पढाउने, सरकारी स्कुलमै उपचार गर्ने जस्तो चाहिँ नि नियम, बाध्यकारी नियम ल्याइदिने हो भने धेरै सुधार हुन्छ कि जस्तो लाग्छ। हामी अग्रगामीतिर जाने सोच भएको सन्दर्भमा अलिकति कतिपय सन्दर्भमा जोसुकै चाहे नेतासँग कर्मचारी अथवा जनप्रतिनिधिसँग कर्मचारी डराउने र डराएर आएर काम गर्ने परिस्थिति हो भने त्यो गलत हो। भनेको जसको जहाँ जहाँ जिम्मा छ अथवा कर्मचारीको दायित्व के हो त भन्दा मेरो यो दायित्व हो, त्यो जोसुकै अनुगमन गर्न नआए तापनि उसले आफ्नो कामको पूर्णता दिनुपर्छ। त्यो खाले सिस्टम अथवा त्यो खाले परिधिभित्र हामीले रहेर काम गर्नुपर्छ र काम गरियो भने नै बल्ल चाहिँ सुधार हुने हो।
अब यहाँ अब एउटा कुनै चाहिँ अब संस्था निर्माण भएको छ जुन संस्थाले सामाजिक काम गर्ने हो, अब फेरि त्यो संस्थामा काम गर्ने मान्छेहरूलाई फेरि निगरानी हुँदै नहुने गर्ने नगर्ने भने तर सिस्टमै त्यस्तो हुनुपर्छ कि उसले यो काम चाहिँ आउटपुट दिनुपर्छ भन्ने किसिमको कन्सेप्ट र त्यो किसिमको माइन्ड सेटअप गराएर हामी अगाडि बढियो भने यी यस्ता कुराहरू सरकारी के अरे अफिसहरूमा जाँदाखेरि काममा ढिलासुस्ती हुने, टेबल मुनिबाट चाहिँ काम गर्न पर्ने किसिमका कुराहरू अन्त्य हुन्छ। र अर्को चाहिँ के छ भन्नु होला भने खास गरी यो महँगीहरू सबै कुराहरू बढेको हुनाले पनि फेरि अर्को कुरा के छ भन्दा यो कर्मचारीहरूलाई जति जुन किसिमको सेवा सुविधा चाहिँ नभएर, किनकि उनीहरू फेरि आफ्ना केटाकेटी छन्, आफ्नो नानाबाला छन्, यो घर परिवार चलाउनु पऱ्यो, उनीहरूको शिक्षा दिशा सोच्नु पऱ्यो, त उनीहरूले यी सबै कुरालाई व्यवस्थापन गर्न नसक्ने भएर पनि हो कि उनीहरूको तलबकै सन्दर्भमा पनि के हो त सेवा सुविधा के हो त उसलाई दिने, त्यो खाले किसिमको अब एउटा नीतिगत ढङ्गले योजना गराएर पनि अगाडि बढ्नुपर्छ ताकि काम उनीहरूले आफ्नो सेवा जहाँबाट दिएका छन् त्यो सेवा दिने सन्दर्भमा चाहिँ अब ढिलासुस्ती नहोस् अथवा कम्प्रोमाइज नहोस् अब भन्ने हिसाबले चाहिँ अब राज्यले चाहिँ सोच्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ।